साथीहरु म चाहिँ तल गाई गोरु भएकोमा आइपुगे। यो गदी छाडा गाई हेर्नु न कराको कराई गरिहाल्छ। काहीँ नभएको यसलाई भोक लागेको होला। मैले चाहिँ घाँस लिएर आइसकेको छु। ल घाँस मजाले लगाइरहेको छु बुबा। त माथि कटेर पनि काटिरहनु भएको छ। एक मुठा रोप्नु लगाएर लगाइदे। परालसँगै लगाइदिएको। मम्मी यता हेरिदिनु न, यसो गरिदिनु न। अलि मजाले। हेलो हेलो नमस्ते अनि सेवा। धेरै पछि आज साथीहरु म चाहिँ भिडियो स्टार्ट गर्दैछु। आज भयो धेरै पछि मैले भिडियो बनाउँदैछु। मलाई लाग्छ हजुरहरूले मलाई बिर्सिनु भएको छैन। जतिजना मसँग आएन भन्नु, जतिजना साथीहरु मसँग हुनुहुन्छ उहाँहरूले मलाई बिर्सिनु भएको छैन र उहाँहरूलाई पनि मैले बिर्सेको छुइनँ भन्न चाहन्छु। धेरैजना साथीहरूले भन्नुभयो, धेरैजना साथीहरूले पनि के भन्नु, मसँग जस आउने सामान्य भएको साथीहरूले भन्नुहुँदै थियो भिडियो किन नबनाएको भनेर। सो म चाहिँ आज त्यस्तो विशेष भिडियो त केही पनि छैन। आज चाहिँ यसो आज मेरो घरमै बस्ने काम पर्यो, त्यही भएर मैले चाहिँ एउटा भिडियो बनाइदिउँ न त भन्नुभयो। मेरो दाइहरूले पनि धेरै हेर्ने मन गर्नुभयो। त्यही भएर साथीहरु म धेरै पछि भिडियो लिएर आएको छु। मेरो भिडियो चाहिँ त्यस्तो स्पेशल केही पनि छैन है, केही पनि छैन। यस्तो साथीहरु आजभोलि यस्तै हो, बर्खाको सिजन छ है। अब धानहरु रोप्न चाहिँ थालेको छैन, त्यस्तै आलीसालीहरु गरिँदैछ। अब केही दिनपछि चाहिँ अब धान रोप्न थालेछ भन्नुपर्छ। म चाहिँ त्यस्तो भिडियो धेरै बनाइरहेको थिइनँ। कहिलेकाहीँ भन्दाखेरि पनि सो बनाइराखेको हुन्छु कहिलेकाहीँ होइन, तर एडिट गर्ने झ्याउ लाग्छ, अल्छी लाग्छ। तर म भिडियो बनाउँछु, आज चाहिँ पोस्ट गर्छु भनिसकेपछि त्यो चाहिँ म गर्छु नि। अनि त्यही हो साथीहरु, हजुरहरु कसैलाई बिर्सेको छैन, एकदम सम्झिरहेको छु। अनि के भन्ने हौ, के भन्नु भनेको थिएँ बिर्स्यो। र त्यही हो साथीहरु, हजुरहरु एकदम सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। पहिला जस्तो थिएँ त्यस्तै छु। सो कामको कारणले गर्दाखेरि मैले अलिक भिडियो बनाउनु पाएको छुइनँ। काम भन्दा पनि त्यही हो, मैले भनिहालेँ म जाँगरिलो छु, म अल्छिनी छु। त्यही भएर जाँगरिलो भए त म किन भिडियो बनाइहाल्थेँ। अलिक अल्छिनी भएर त्यही भएर भिडियो खासै एडिट गर्नु जाँगर चल्दैन। त्यही भएर मैले चाहिँ भिडियो बनाएको थिइनँ साथीहरु। त्यही हो है, मैले बोल्नु पनि बिर्सिहालेँ, अनि बोल्नु पनि बिर्सिहालेँ, के बोल्ने। सो यस्तै बोल्छु। सबैजनाले मलाई माया गरिदिनु होला, मेरो भिडियोलाई चाहिँ हेरिदिनु होला। म बेला बेलामा भिडियो ल्याउँछु। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि नि साथीहरु बजार त भन्नै भएन। यस्तो नाउलो बोकेर को बजार जान्छ। एकदम बाटोबाट म चाहिँ घरबाट आज गाई गोरु नपुगाएको। सो म चाहिँ घाँस काट्न जाँदैछु डोको बोकेर। अनि डोको आज चाहिँ गोरुलाई घाँस काटेरै लगाएर लाउनु पर्यो भनेर गाई गोरु चाहिँ गोठाला नगएको। सो पानी पनि पर्न लागिरहेछ। पानी त्यस्तो ठुलो परेको छैन, सानो सिमसिम पर्दैछ हाम्रोतिर चाहिँ भन्नुपर्छ। अनि म चाहिँ घाँस काट्न जाँदैछु साथीहरु। के भन्ने हो, के भन्ने बोल्नु आएन। मान्छेले पनि देख्छ होला साथीहरु। यसको म एउटा के भन्छु भने भिडियो स्टार्ट गर्नु आमामा 4-5 चोटि ट्राई गरेँ। लु जे परे पर्छ यही हुन्छ भनेर मैले जे आए त्यही बोलेँ। र साथीहरु मान्छेले सुन्नु बेर पनि लाउँदैन, यहाँ तलतिर खेप्पा लाउनुहुन्छ आज। किनकि अहिले म बोलेको सुन्यो भने गरेर हेर्नुहुन्छ अनि मलाई लाज हुन्छ। ल म चाहिँ बारीमा घाँस काट्न जाँदैछु साथीहरु। सबैजनाले के कस्तो हुन्छ हेरिदिनु होला। म चाहिँ बाटो जाँदैछु। घाँस अब त्यति राम्रो बारीमा पलाएको छैन। अहिले मकै मात्रै छ। म चाहिँ यही बाटो जाँदैछु। यहाँबाट अलिकति घाँस काटेर लानु पर्यो भनेर, तर घाँस त छैन कि के हो। कसरी गाई गोरु अगाउने होला मैले। अरे बा घाँस त छैन त। अनि यस्तो चाहिँ भएपछि मलाई साथी सुन्नु। म घाँसमा चाहिँ साथीहरु यही बारीमा आएको है घाँस काट्नु चाहिँ। किनकि यहाँ मकै थियो, त्यस्तै मकै थियो। यहाँ छिमेकीको बाख्राले खाइदिएर यस्तो गतिको बनाइदिरहेछ।
यसो घाँस काट्नु म चाहिँ यही मकै अलिअलि काटेर लगेर गएर लगाइदिनु पर्यो भनेको थिएँ त फेरि घाँस त छैन त म चाहिँ यहीँ कोदोको यो घाँस निकालेर कोदोको बिउ राख्नु पर्ने नि त यहाँ पनि अनि त्यही भएर यतै हुँदै अलिअलि काटेर लानु पर्यो भनेको तर घाँस त छैन रहेछ त आजको दिनमा मेरो घाँसको बारी कसरी पुग्छ होला ल साथीहरू म अहिले अलिअलि देखाउँदै गर्छु ल साथीहरूलाई आज म सबै कुरो अलिअलि हजुरहरूलाई देखाउँछु है म के गर्छु कसो गर्छु भनेर त्यही भएर भिडियो लामो हुन्छ थोरै थोरै मात्रै देखाउँछु गर्मी साथीहरू मैले चाहिँ घाँसको भारी पनि पुऱ्याइसकेँ यो मकैबारभित्र कस्तो गर्मी दिन त कस्तो धुमिरहेछ तर पनि गर्मी भइरहेछ देख्न सक्नुहुन्छ मेरो चाहिँ घाँसको भारी एक डुको भइसक्यो अनि मैले के देखेँ भन्दाखेरि हेर्दै फर्सीको गड्डा यति राम्रो फलिरहेको रहेछ फर्सीको गड्डा हेर्नुहोस् न कति राम्रो फलिरहेको रहेछ अनि मैले एकछिन हेरेँ अर्को पनि फलिरहेको रहेछ फर्सीको गड्डा वाउ हाम्रो सबैतिर मैले खोजेको तर फलेको थिएन कि तर यहाँ बारी पछाडिमा आएर हेरेको आहा कति राम्रो गड्डा फलिरहेको रहेछ उफ साथीहरू आमामा म त काली त्यो पनि के साह्रो दुब्लाको हो म राम साथीहरू भन्नुहुन्छ भने दुब्लाएर त अहिले यस्तो भिडियोमा हेर्दा त के साह्रो दुब्लाको हो म त आमामा काली धेरै काली भएछु गट्टा भन्दा पनि काली जस मलाई खुसी लाग्यो एक छाक भए पनि मिठो हुन्छ गट्टा 2 दाना गट्टा फलेछ हाम्रो अब म घाँस बार जान्छु साथीहरू यो तलतिर खेताला छ मासतिर गाईगरु छ कराके गर्छ लाजै मर्दो भइसक्यो घाँस काटेर जान्छु मेरो पसिना आयो उफ ल है साथीहरू मेरो भिडियो लामो हुन्छ आज यति थोरै मात्रै देखाउँछु है के गर्छ होला सुषमा के गर्दैछ होला भन्नुहुन्छ भने म यस्तै गरेर मेरो दिनहरू बित्दैछ आजभोलि यस्तै गरेर बित्दैछ यस्तै भइरहनेछ यसरी नै निरन्तरता गइरहनेछ मेरो काम यही हो है त ल म भारी बोकाएर जान्छु साथीहरू घाँस पनि चिसो छ अलिक काटिहालेछु क्या बोक्नु सक्दिनँ सब जसो भए पनि लान्छु लगेर परालेर घाँस घोलेर लगाइदिइराख्छु अनि म घर निस्किन्छु अनि हजुरहरूलाई म खेत स्वाट्ट देखाउँछु जस सबै कुरो म देखाउँछु आज अलिअलि हजुरहरूलाई है त गट्टा ल साथीहरू म चाहिँ तल गाईगरु भएकोमा आइपुगेँ यो गति छाडा गाई हेर्नु न कराई गरिहाल्छ काहीँ नभएको यसलाई भोक लागेको होला मैले चाहिँ घाँस लिएर आइसकेको छु अब घाँस लाउँछु पराला घाँस बोलेर है म आइसकेँ पसिना भयो गाईगरु घुमेर अलिक टाढा बाँधिदिनु भएको रहेछ बुबाले यो दुईटा हल जुतेर अलिक वरपर बाँधिराख्नु भएको छ यस्तै छ अनि गाई चाहिँ फेरि उहाँ हुनुहुन्छ पराल धेर छैन सानो माछ मात्रै छ अनि यो हाम्रो खेतहरू चाहिँ उफुला साथीहरू म अहिले केही पनि बोलिनँ ल म पहिला गाईहरूलाई घाँस लगाउँछु अनि त्यसपछि मात्रै बोलौँला मैले एउटालाई चाहिँ यति लगाइदिएँ अनि अर्कोलाई पनि यतापट्टि लगाइदिएँ घाँस र पराल घोरेर लगाइदिएको अब यतिले एकछिन मात्रै हो अहिले एकछिनपछि फेरि काटेर लाउनु पर्ने हुन्छ गाई र बाछीलाई म पर लगाइदिएको छु
हाम्रो चाहिँ बिउ यतिको भइसक्यो है। देख्न सक्नुहुन्छ पारीपट्टि हाम्रो भन्दा पारी चाहिँ हिलाएर आदि तल झारिसक्नु भइसक्यो। हाम्रो भने पानीको नासन दासन केही छैन, त्यही भएर हामी चकमन्डै बसिरहेछौँ। यो चाहिँ हाम्रो ब्याड भयो, यो चाहिँ हाम्रो बिउ। अनि त्यहाँदेखि हाम्रो घाँस मकै, यो चाहिँ हाम्रो घाँस मकै हो। यता देख्न सक्नुहुन्छ यो सबै हाम्रो है, हाम्रो खेत कहिले गरिसक्नुभयो। माथि चाहिँ कहाँ हो त, माथि चाहिँ हाम्रो भुन्टी। त्यहाँ मेरो माइली भन्दा नि त्यहाँ भेडा एकछिन फुका भनेको थिएँ, त्यहाँ गोठाला हुँदैछ। ल है साथीहरू, म चाहिँ खेतबाट घर जाँदैछु। घाँसहरू लगाएँ, परालहरू लगाएँ, त्यसपछि घर जाँदैछु म। अनि मेरो भदाइनी गर्मी धेरै। जाँदैछौँ घर। अब हामी गएर के गर्छौँ पिटिक देखाउँछु है हजुरहरूलाई। अब म धेरै बजी भिडियो बनाएको, भ्लग बनाएको, भिडियो भन्नु कि भ्लग भन्नु के भन्नु, यो भिडियो बनाउँदैछु। अनि सबै कुरो अलिअलि देखाउनु पऱ्यो नि त है त साथीहरू। मेरो भिडियोमा त हेलो भन्। हाई हेलो। यहाँ तल आएर अनि अरू नमस्कार। भदाइनीले मजाक गर्छ। ल साथीहरू, अब हामी घरमा भेटौँ है। के हो अरे, कसो गर्दैछ, कसो के को बच्चा छ अरे त्यहाँ? यसले चाहिँ मलाई लामखुट्टेको बच्चा देखाएकै छ। उयो दानाको रुखमा रहेछ चराको गुड चाहिँ। योहरूको खेद्दो लाएर निकाल्नु हुँदैन। है साथीहरू, म चाहिँ घर आइपुगेँ। यहाँ हाम्रो बुबाले चाहिँ के गर्नुहुँदैछ? सक्नु भयो बुबा? हाम्रो घर चाहिँ यस्तो भइरहेछ है अहिले चाहिँ यहाँनिर, किनकि यो सानो सुँगुरको पाठा लिएको हामीले। अनि त्यसपछि खोर पनि के मजाको बनाइदिइहाल्नु भयो बुबा, चिटिक्काको। इस यस्तो छ सानो पाठा। आइज फेरि कम्ती सुबानी छैन, सानो पाठा। यो हिजो मात्रै लिएको पाठा है, एक दिन मात्रै भयो। अनि यहाँ बुबाले यहाँ खोरी यत्रोमा फेरि के चिटिक्काको बनाइदिइहाल्नु भएछ हौ। खोर पनि बनाइसकिहाल्नु भएछ। गाई गोरुलाई घाँस मजाले लगाइरहेको छु बुबा। त माथि कटेर पनि काटिरहनु भएको छ, एक मुठा रोप्नु लगाएर लगाइदिए। परालसँग लगाइदिएको। मम्मी यता हेरिदिनु न, यसो गरिदिनु न अलिक मजाले। हेलो के लिएर आउनु भएको? सबै कुहिहाल्यो नि। यो चाहिँ आरू हाम्रो सुँगुरलाई। अर्को सुँगुर यता छ। सुँगुर अर्को सुँगुर यता छ। मजाले नि खान्छ नि। म त दिगुन आएको त डोको लगाएर निकै ल्याउँछु अहिले के रहेछ नि कुही आएको चटपटी बनाउनु भयो त? कोही जान्छ भने चाहिँ रेडी गरेर खान्छु। कतिखेर मिल्न जान्छ नि? अब होस् अरे किन भुटिन्छ भन्छ। के बोलेन साथीहरू। मेरो हाम्रो घरको अवस्था हेर्नु होला कृपया। पानी परेर बिजोक भइरहेछ, बिजोक।
लु आज धेरै पछि मैले भिडियो बनाएर साथीहरू सबै कुरो म देखाउँछु हजुरहरूलाई। आम्मामा घर यति फोहोर भइरहेछ घर। ल अब म सबै मेरो अलिअलि देखाउँछु ल साथीहरू। मेरो फुल हेर्नु सक्नुहुन्छ। मैले यो तरिकाले फुल रोपिरहेको छु 9 बजे। अब के देखाउनु होइन, यस्तै त हो नि। त्यही भएर सबै कुरो हेर्नु होला मैले के गरेँ। यत्रो महिना बाद के गरेँ मैले। ल यो फुल भइहाल्यो। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यो भइहाल्यो। भर्खर हुँदैछ। भर्खरी त्यो रोपिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ यो पनि भर्खरी भन्दा नि पोरै रोपेको। यसको माटो पनि फेरि छैन, केही पनि गरेको छैन, तर पनि फुलिरहेछ। यस्तो छ। अर्को भनेको यो मेरो गमला हो। यो भनेको फुल हो, तर फुल फुलेको छैन। मैले काटिदिएर यो यस्तो भइसकेछ। त्यो भनेको त्यस्तै यो यस्तै भइरहेछ, मरिरहेछ। फुलहरु फुल फुल्दा छ साथीहरू। भने यो के गर्नुको लागि बनाएको भने साथीहरू भिडियो छोटो भयो नि त, त्यही भएर मैले के हुँदैछ भनेर म सबै देखाउँछु हजुरहरूलाई। ल यो फुल सबै फुल्दा फुलिरहेछ है सबै। स्याहार गर्नै पाएको छैन साथीहरू। फुल रोपी मात्रै रहेको छु, केही गर्नु पाएको छैन। यहाँ देख्न सक्नुहुन्छ यो पनि मिठो मजाले फुलिरहेछ। रोपी मात्रै रहेको छ है, तर केही स्याहार भने केही गर्नु पाएको छैन। मेलोको मेलो छ। हाम्रोमा परिवर्तन भएको भने के छ भने साथीहरू, पहिला यहाँ किचन थिएन, अहिले देख्न सक्नुहुन्छ त्यहाँ हाम्रो कुखुराको खोर। यो भइगयो हाम्रो यो किचन, सानो बसेर खाने मात्रै किचन हो। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो अर्ग्यानिक गमला। मेन कुरो मैले देखाउँ भनेको साथीहरू, मैले गमला बनाएको। अब के गर्नु त, अब गमला भन्ने पनि होइन यो। मैले नि त्यो हुन्छ नि त्यो तिरपलको प्लास्टिक के अरे च्यादरको प्लास्टिक काटेर पुरा फुल रोप्ने बनाइरहेको छु साथीहरू। यस्तै यो तरिकाले फुल चाहिँ फुलेको छैन। अब सब फुल्नु चाहिँ नाटिरहेको छ, तर केही त्यसलाई माटो थपिदिनै पाएको छैन। नभ्याएर यस्तै छ। अब आज मेरो भिडियो हेर्नु सबै यस्तै मैले देखाइदिन्छु। फुल फुलिरहेछ, दामी कलर भइरहेछ फुल चाहिँ। ल यस्तै देख्नुहुन्छ यो भइहाल्यो। के हो लालपाते सानो रोपे थियो, यत्रो भयो। यता पनि फुल्नु बाँकी नै छ, यता फुल्दैछ अलिअलि। अनि देख्न सक्नुहुन्छ हाम्रो घर। अझै म फुलै देखाउँछु हजुरहरूलाई। हजुर अनि यहाँ फुल हुँदैछ, फुलिरहेछ, फुलिसकेको छ। खोर्सानीहरू पनि त्यस्तै छ, धेरै छैन खोर्सानीहरू, अलिअलि सके पनि मर्दैछ। यो भइहाल्यो फुल। धेरै नबनाउनु है मम्मी, पानी मरेको हो। ल फुल चाहिँ धेरै राम्रो फुलिरहेछ, धेरै राम्रो फुलिरहेछ यहाँ चाहिँ। मम्मी पनि बारीबाट निस्किनु भएर हातखुट्टा धुनु हुँदैछ। यहाँ सुन्नु हो मान्छेलाई, यहाँनिर कुखुरा आयो। मम्मी तपाईँलाई पछ्याउँदै अबे झन् देख्नु भयो। यहाँनिर फुल देख्न सक्नुहुन्छ, फुलिरहेछ। धेरै पछि बनाएको, त्यही भएर मैले सबै देखाइदिइरहेको छु। फुलहरू यता पनि फुलि नै रहेछ। यो भइगयो हाम्रो धारा, पानी चाहिँ आएको छैन। यस्तै छ। यहाँ फुलको स्टाइल। हाम्रो किचन फेरि बिजोग छ है साथीहरू, त्यस्तो राम्रो हाम्रो किचन छैन। हामीले दुःख सुख मात्रै बनाइरहेको छौँ, बसेर खाने मात्रै छ, त्यस्तो राम्रो छैन। मेरो अर्को गमला भनेको यो हो, मेरो मलाई मनपर्ने साथीहरू। मैले आफै बनाएको है। मैले यो चाहिँ फेरि तिरपल काटेर
त्यो बजारमा बेच्नु राख्छ नि त्यो के अरे त्यो दोकान हुँदी राख्छ त्यो के प्लोथिङ गमला भन्छ त्यो मैले कहीँ नपाएर मैले यसमै काम चलाइदिएको यतिको भइगयो त नि फुल्नु त हो नि राम्रो हुनु त हो नि भनेर मैले यसरी रोपिदिरहेको छु जस मलाई लाग्छ यो राम्रै हुन्छ भर्खर 2-3 दिन मात्रै भइरहेछ यो रोपेको मैले ल यस्तै छ यहाँ फुलिरहेछ फुल के चकलेटहरु यो ढ्याब्रे यता खै के चकलेटहरु मम्मी होइन ढ्याब्रे हो लु कति रुपैयाँ गोटाको 5 रुपैयाँ रे दुईटा मात्रै लिएर आएको ल है साथीहरु हाम्रो चाहिँ यो ढ्याब्रे चकलेटहरु मम्मीले भनेको यस्तो खाले चकलेट अहिले चटपटे खानु मन लागेर दोकान पठाएको थिएँ अनि मम्मीले चकलेट खाने भन्नुभयो अनि आयो चकलेट लिएर आइदियो भनेको त यस्तो चकलेट ल्याइदिएको छ आज हाम्रो चाहिँ यहाँ मम्मीले अब खाजा बनाइदिनु हुँदैछ खाजा चटपटे मेरो पैसा फिर्ता आएको पैसा हो यो चाहिँ चाउ त्यो त सबैको पनि नबनाउनु होला मम्मी चटपटे यो होइन उयो भुजिया त धेरै नलाग्यो अलिकति मात्रै म त तल उयो भोजमा भएर एकछिन सघाएर आएको अस्ति मलाई पनि सघाउनु भएको थियो के खाजा थियो अचार गेडागुडीको अचार अनि त्यो काँक्रा प्याजको कति सघाउनुहुन्छ मलाई पनि अनि तपाईँ कति खानु नि नबनाउनु परे पनि हुन्थ्यो दिगदार लाग्छ मम्मी दिगदार लाग्छ लाग्छ त अनि मम्मी त्यसलाई मार्नु न यस्तो किचिक्का बनाउनु न आँखा त मम्मी आँखा फेरि झिङ्गाउनु आँखा अलिक मजाले है साथीहरु मेरो चाहिँ चटपटे खाजा बनिसक्यो अब म चाहिँ चटपटे खान्छु त्यसलाई पनि दिनु है के लागेन है त अमिलो लाउनु भएन हुन्छ हुन्छ एनाम खाजा खाइस् भने खा छैन भन्छ दियो हो अन्त हुन्छ ल अहिले उसो ऊ पनि आउँदो फेरि को फेरि सानो केटीको साथी एक कमल र खानु दुबाई लाउनु न चुरखोर पनि के मजाको बनाइहाल्नु भएको छ नि चिटिक्का हो त्यहाँ बनाइमा आएर ल साथीहरु म चाहिँ खाजा पनि खाइसकेँ अनि त्यसपछि अब म चाहिँ के गर्दैछु भन्दाखेरि सुँगुरको चारो काट्नेतिर लागेँ चारो चिसो बिहानै भदाइले खोजिसकेको थियो अनि यो बिहान र हिजो खोजेर ल्याइरहेको थियो अनि अब भराइले छ भोलिको लागि अब चारो काटेर भराइ या भोलिको लागि भराएको छ ल म चाहिँ अब मेरो काम यस्तै भयो आजको घर बसेको चारो काट्दैछु हामी त्यसै काटेर पाउँछौँ है त भोलि काट्छु भनेपछि मेरो भिडियो के गर्छु यस्तो होइन यस्तो के भन्नु के साथ भन्नु साथीले के भन्नु पर्छ मलाई पनि त्यसो नयाँ नयाँ घुम्न जानु पर्छ गरौँ मन मात्रै हुनु पर्यो के गर्नु छैन यादैन चलो डाल पुरै तेरा क्या प्लान नि हो चाहिँ यस्तो भयो कति गाह्रो बसेको काम मेरो काटे म के फेरि देखाउन सक्दैन है त्यसै काट्ने काटेर छ मलाई त काट्नु पर्छ त्यो भएर
साथीहरू मैले चाहिँ चारो पनि काटिसकेँ है। चारो चाहिँ यति काटेँ, अलिकति पुगेन यो खोजेर भन्दा नि गाभाहरू ल्याएँ। अनि यति काटी मात्रै राख्ने, अब भोलि बिहान मात्रै पकाउने यसलाई, किनकि भोलि र आजलाई त छँदैछ अनि गनाउँछ नि त, फेरि फिस गनाएपछि सुँगुरले खाँदैन, त्यही भएर भोलि मात्रै पकाउने। ल साथीहरू मैले चाहिँ चारो पनि काटिसकेँ। सो आज मेरो यस्तै भएर दिन बित्यो। अनि म चाहिँ पुरा पछाडि बसेर चारो काट्दा पुगेन, अनि अलिकति खोजेर पनि लिएँ। सो अब चाहिँ यति नै, अब भोलि 2 छाक जति पुगिहाल्छ, अनि फेरि पछि खोज्ने। अनि ल साथीहरू अब चाहिँ मैले भिडियो यहाँ इन्ड गर्छु, किनभने अब चाहिँ 5 पनि बज्न लागिसक्यो। अब चाहिँ म नुहाई गर्छु। अनि यस्तो अघि पानी अलिअलि आयो, सिमसिम आयो, त्यहाँ भिजेर पनि त्यही पनि घाँसहरू काटेको कस्तो सिक्सिको लाग्दो जिउ भइरहेछ, पसिना आएर। अनि नुहाउने, अब चाहिँ नुहाई गर्ने भनेर अब चाहिँ मैले सबै मेरो आजको काम चाहिँ लगभग सिद्धियो भन्दा नि हुन्छ। अनि अब म नुहाई गर्छु, यता गर्ने साथीहरू। ल यति भन्दै आज चाहिँ मेरो भिडियो यहीँ इन्ड गर्छु साथीहरू। सबैजनाले मेरो भिडियोलाई चाहिँ हेरिदिनु है। त्यहाँ मैले धेरै बसी भिडियो बनाएको, के नि त गरेको छैन। सो हल्का फुल्का त्यतिकै अल्छी लाग्दै भिडियो बनाएको छु। सबैजनाले हेरिदिनु त के भन्नु हो, बिचारा के छ र हेर्नु है, त्यही पनि माया गरिदिनु होला भन्न चाहन्छु। ल यति भन्दै किन कुरालाई बढाइरहनु होइन, यति भन्दै यहाँबाट म चाहिँ बिदा हुन चाहन्छु साथीहरू। अनि सबैजना साथीहरूले मेरो भिडियो चाहिँ फुल हेरिदिनु होला। अनि यति हेरिहाल्नु भएछ भने है, अनि हेरिसकेपछि लाइक कमेन्ट पनि गर्नु होला, अनि सेयर पनि गर्नु होला, अनि सब्सक्राइब पनि गरिदिनु है भन्दै आजलाई चाहिँ म चाहिँ बिदा हुन चाहन्छु। बाई बाई।